म चाहिँ होइन बिहान बिहानै यता चोकतिर निक्लिरहेको थिएँ होइन साइकल लिएर आएको कपाल सपाल काट्न आएको थिएँ साइकलै बिग्रिदियो क्या फेरि त्यहाँनिर बनाउनुको लागि छोडिदिएको दोकान पनि आमामा खोलेकै रहेन रहेछ अब हिँड्दै हिँड्दै घर जानु पर्यो के छ होइन एउटा भाइले लिन आउँछु बोलाइरहेको थिएँ लिन आउँछु बिस्तारै हिँड्दै गर्न भनिरहेको छ अब कतिखेर आउँछ त्यो भाइलाई रुङ्गी हेर्छु होइन एकछिन हिँड्दै बिस्तारै बिस्तारै मैले चाहिँ त्यो भाइलाई बोलाएको होइन भर्खर आउँदै रहेछ त्यो भाइ पनि परदेखि आउँदै रहेछ पर्खिँदै गर्नु है भन्दै थियो आउँदै रहेछ दले भाइ होइन जस लिफ्ट पाइयो होइन हिँड्नु परेन अघि पनि हिँड्दै आएको साइकल डोर्याउँदै होइन आइसक्यो हाम्रो दलेजी कुदाउनु सक्सेस मलाई सक्सेस रोकान त ल यसले चाहिँ मलाई कुदाउँछ अरे ल ल नलडा नि फेरि ल कति भयो अरे पहिले साइकल सिकेको कति भयो अझ यहाँ पनि किन्न आँटेको के किन्न आँटेको कुन मिठाई हो मलाई नि किन्दै ल अब यसले मलाई मिठाई किनिदिन्छ अरे दलेले मलाई यो किन्दै म त यो खान्छु यो किन्दै ल पैसा छ नि होइन पैसा छैन ननाट न मलाई त यो म त यो खान्छु न म त घर जाँदिनँ यो खाना पाइनँ भने त किनिदिन्छस् नि होइन अब यसलाई यो किन्दै भनेको त 5 रुपियाँको चक्लेट किनेर खाने भन्छ त म खाँदिनँ चक्लेट खा आफै यो किन्दैछ भने मात्र खान्छु म यो जाउँ ल किनिस् कुदा ल फेरि कि कुदाउँदिनँ मसँग पैसै छैन नभए किनिदिइहाल्थेँ नि यो कामको पैसा हो साइकल बनाउनु पर्ने दिनुपर्ने छ क्या मजा आउँदैछ नि नकुदाउनु जिन्दगी यस्तो हुनुपर्छ क्या यस्तो मोची क्या सुतिराख्ने क्या यस्तो हुँदा अब मजा आउँछ क्या होइन दामी आज त घाम पनि लाग्दैन कि रहेछ एकदम बब्बाल मौसम भइरहेछ होइन हो कि न दले भाइ हो नि कति कक्षामा पढ्छस् अरे त 8मा तेरो गर्लफ्रेन्डको नाम भन्दैन त भन्न लजायो यसको गर्लफ्रेन्ड छ कि यसले नाम भन्ने लजाउँछ क्या भन्दैन छ भनिहाल न अनि होइन कसलाई मन पराउँछस् त भन् त नाम भन्न यसले चाहिँ एउटा केटीलाई मन पराउँछ अरे तर यो भन्नुको लागि लजाइरहेको छ क्या भन्न किन लजाउँछस् भन्दैन यसले ढाँट्यो है यसको चाहिँ छ नि गर्लफ्रेन्ड फेरि अस्ति यसको घरमा आइरहेको थियो क्या म मेरो घरको पल्लो घर पर्छ नि त्यसको अनि यिनीहरूको चाहिँ 1 बजी टिफिन हुन्छ होइन अनि त्यो टिफिनमा चाहिँ घर भात खाना आएको छ नि त नजिकै छ नि त स्कुल अनि भात खाना आउँदा चाहिँ होइन 2टा केटी चाहिँ यसलाई पछ्याउँदै आएको थियो क्या यसले एउटा साथी लिएको थियो अनि यसलाई 2टा केटीले पछ्याउँदै आएको थियो क्या उसलाई ढाँट्छस् मैले देखिरहेको छु त अस्ति भाइ दिदी बहिनी त सुरुवात हुन्छ सुरुमा त होइन सबैको पनि त्यही त नि दिदी बहिनी त मेरो दिदी हो त मेरो बहिनी हो भन्दा त सबैले त्यही त भन्छ नि त ढाँट्छस् ढाँट्यो यसले ल गाइस होइन तेरो सब्सक्राइबर कति छ भनेर मलाई सोध्दो रहेछ छैन नि भर्खर बनाउनु थालेको भनेको म पनि सब्सक्राइब गरेर एउटा बढाइदिन्छु अरे क्या अनि यो भाइलाई चाहिँ मैले यस्तो भने क्या 1000 सब्सक्राइबर पुग्यो भने चाहिँ तँलाई म 5 किलो लड्डु खुवाउँछु भनेको ल भन्दैछ अब हेरौँ होइन 1000 सब्सक्राइबर पुग्यो भने चाहिँ यसलाई म फिक्स हो क्या 5 किलो लड्डु चाहिँ कसम बुनियाको खान्छ के लेखेको खान्छ के को लड्डु खान्छस् भन् त ल म होइन भन्दिनँ होइन केही पनि मेरो 1000 सब्सक्राइबर पुग्यो भने चाहिँ तल म होइन सेकेन्ड ह्यान्ड फोन किनिदिन्छु 2200-2300सम्मको बुझिस् होइन ल सपोर्ट गरिदिनु पर्यो गाइज होइन मेरो चाहिँ होइन 1000 फलोवर्स पुग्यो भने चाहिँ म मोबाइल हाच्छु भन्छ त अनि होइन गाइज ल है त 1000 पुग्ने बित्तिकै होइन यसलाई म फोन किनिदिन्छु फिक्स हो आजलाई चाहिँ ल बाई बाई नेक्स्ट भ्लगमा भेटौँ होइन अब घर पनि आइसक्यो नजिकै छ बाटो पिच रोडदेखि कच्ची बाटो आइसक्यो हामी चाहिँ यस्तै छ होइन ल गाइस बाई बाई नेक्स्ट ब्लगमा भेट्नुपर्छ।